हजुरहरूलाई धेरै धेरै धन्यवाद। र यो भोइसको यात्रा टुङ्ग्यो भने के भयो र मेरो फेरि नयाँ गीत आएको छ नि, तम्रो माया ओइ सुवा भन्ने छ, सबैजनाले सर्च गरेर हेरिदिनु होला है। ओके, इन्द्र कलाले त्यो माइक लिनु भएको छ, त्यो के को लागि हो इन्द्र? मलाई चाहिँ आज एकदम स्याड पनि छु र हाम्रो टप 12बाट चाहिँ दादालाई चाहिँ हामी सबैजनाले 10,000 चाहिँ उठाएर दादालाई सहयोग गर्नु। दादा हामी अब सँगै त हिँड्छौँ तर पनि एउटा अब उहाँ हाम्रो त आँखा छ, हामी हेर्नु देख्छौँ सक्छौँ, हामी हरेक कुरा देख्न सक्छौँ, तर दादाले त्यो इसारा नदेखि तापनि डिसिप्लिन भए तापनि कति रोडमा कति मिहिनेत गर्नुभएको छ। सबैजनाले अब हाम्रो सर्जकहरू, हाम्रो सबैजना हाम्रो लेजेन्डहरू सिङ्गर हाम्रो हुनुहुन्छ, सबैजनाले दादालाई राम्रो राम्रो गीतहरू दिनु होला ताकि दादाले रोडमा पर्फर्मेन्स गर्नु नपरोस्। सबैलाई धन्यवाद छ। इन्द्र, हामी विकासको लागि खाली हात हामी पठाउँदै छैनौँ, उहाँलाई पनि गिफ्ट ह्याम्पर छ, त्यो तपाईँले कलेक्ट गर्न सक्नुहुन्छ। यस कोच उदय, कोच राजु, म खेम गरेर हामीले पनि मेलिना गरेर मेरोबाट 50,000, कोच मेरोबाट पनि 50,000 है विकास। मेरोबाट पनि हाम्रो विकासलाई एउटा गीत म गराइदिँदैछु र धेरै राम्रो भएर जाओस् हाम्रो विकासको। थ्याङ्क यू, हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको जय होस् र हजुरहरूको अझै धेरै प्रगतिहरू हुँदै जाओस् र फेरि पनि हामी भेट्नेछौँ। यो अब फेरि यो हाम्रो कहिले सुट हुन्छ, फेरि आउनेछु म हल्ला गर्नको लागि, सबैजनालाई सपोर्ट गर्नको लागि र चारैजना कोचहरूलाई धेरै धेरै धन्यवाद। मलाई माया गर्नुभयो, मलाई हौसला दिनुभयो, एकदमै धेरै धेरै धन्यवाद हजुरहरूलाई। र मेरो सम्पूर्ण साथीहरूलाई मन सानो नबनाउनुहोस्, जे होस् मान्छे भएपछि हरेक कुरा जे होस् हामीले भोग्नुपर्छ। हार जित त्यो त भएन भने त खेलको केही मजै भएन नि, होइन र भन्दै ठिकै छ। सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि पनि सम्पूर्ण सहयोगी हातहरू, सहयोगी मनलाई फेरि पनि धन्यवाद।